हामीले यसभन्दा अगाडिको भिडियोमा कम्पनीको नाम कसरी परिवर्तन गर्ने, ठेगाना परिवर्तन कसरी गर्ने, कम्पनीको उद्देश्य संशोधन कसरी गर्ने र कम्पनीको पुँजी संरचना कसरी परिवर्तन गर्ने भन्ने विषयमा चर्चा गरिसकेका छौं। आजको भिडियोमा हामीले ती 4 कार्य बाहेक अन्य कुनै संशोधनहरू गर्नुपर्नेछ कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा भने त्यसको लागि के कागजातहरू आवश्यक रहन्छ र कागजात कसरी तयार गर्ने भन्ने विषयमा चर्चा गर्छौं। हामीसँगै रहनुहोला। हामीले कम्पनीको प्रबन्ध पत्रको दफा र नियमावलीको नियम संशोधन गर्नको लागि वार्षिक साधारण सभा अथवा विशेष साधारण सभा मध्ये कुनै एक सभाको माध्यमबाट प्रबन्ध पत्रको दफा र नियमावलीको नियम परिवर्तन गर्न सक्छौं। सोही अनुसार हामीले प्रबन्ध पत्रको कुन दफा परिवर्तन गर्ने हो र नियमावलीको कुन नियम संशोधन गर्ने हो पहिला त्यो यकिन गरेर हामीले संशोधित प्रबन्ध पत्र र नियमावली पारित गर्नको लागि विशेष साधारण सभा राख्नुपर्ने हुन्छ। विशेष साधारण सभामा हामीले परिवर्तनका प्रस्तावहरू पेश गरेर त्यसलाई पारित गर्छौं। पारित गरिसकेपछि हामीले त्यसको निर्णयलाई निवेदनको साथमा लगाएर हामीले अनलाइन माध्यमबाट कम्पनी रजिस्ट्रारको कार्यालयमा अप्लाई गर्नुपर्ने हुन्छ र हामीले अप्लाई गरिसकेपछि हाम्रो निवेदन स्वीकृत भइसकेपछि हाम्रो जुन दफा र नियम संशोधन गर्न खोजेका छौं त्यसको संशोधित कागजातहरू हामीले अनलाइन माध्यमबाट पाउन सक्छौं। अब प्रबन्ध पत्र अथवा नियमावली संशोधन गर्नको लागि के कागजातहरू आवश्यक रहन्छन् भन्दा कम्पनीको सञ्चालक समितिको निर्णय आवश्यक रहन्छ। त्यस्तै गरी वार्षिक वा विशेष साधारण सभाको निर्णय आवश्यक रहन्छ। हामीले प्रबन्ध पत्र मात्रै संशोधन गर्न खोजेका हौं भने संशोधित प्रबन्ध पत्र भए हुन्छ, नियमावली आवश्यक रहँदैन। त्यस्तै गरी यदि नियमावली मात्रै परिवर्तन गर्न खोजेका छौं भने संशोधित प्रबन्ध पत्र आवश्यक रहँदैन। यदि हामीले प्रबन्ध पत्रको दफा र नियमावलीको नियम दुवै संशोधन गर्ने हो भने यो दुवै कागजातहरू तयार गर्नुपर्ने हुन्छ। त्यस्तै गरी हामीले 3 माहले विवरण तयार गर्नुपर्ने हुन्छ र यति तयारी गरिसकेपछि हामीले एउटा निवेदन लेख्नुपर्ने हुन्छ र आवश्यकता अनुसार अख्तियारीको कागजात तयार गर्नुपर्ने हुन्छ। अब हामीले यी कागजातहरूलाई एक एक गर्दै चर्चा गरौँ। सुरुमा सञ्चालक समितिको निर्णयमा हामीले विशेष साधारण सभा बोलाउनको लागि सञ्चालक समितिको बैठक बसाल्छौं र एउटा पर्टिकुलर डेटमा हामीले विशेष साधारण सभा राख्ने र विशेष साधारण सभामा के प्रस्तावहरू राख्ने हो भनेर हामीले ती कुराहरू उल्लेख गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर कम्पनीको प्रबन्ध पत्रको कुन दफा परिवर्तन गर्ने हो र नियमावलीको कुन नियम संशोधन गर्ने हो यो कुरा यहाँ खुलाउनु पर्ने हुन्छ। यदि प्रबन्ध पत्रको दफा मात्र संशोधन गर्ने हो भने यो पार्ट हटाइदिँदा हुन्छ र यदि नियमावलीको मात्रै संशोधन गर्ने हो भने यो प्रबन्ध पत्रवाला पार्ट हटाइदिँदा हुन्छ र यसरी हामीले कुन मितिमा विशेष साधारण सभा बोलाउने हो त्यो मिति हामीले खुलाउँछौं। यसरी हामीले सञ्चालक समितिको निर्णय तयार गर्छौं। त्यसपछि हाम्रो विशेष साधारण सभाको निर्णयमा हामीले सञ्चालक समितिको बैठकमा कुन एजेन्डाहरू राखिएको थियो त्यो एजेन्डाहरूको माथि यहाँ छलफल हुन्छ। जस्तै कम्पनीको प्रबन्ध पत्रको कुन दफा संशोधन गर्ने हो र नियमावलीको कुन नियम संशोधन गर्ने हो यो एजेन्डाहरूको छलफल भएर यहाँ हामीले निर्णयहरू के पुग्छौं हामीले त्यो निर्णयहरू यहाँ खुलाउनु पर्ने हुन्छ। त्यस्तै गरी हाम्रो प्रबन्ध पत्रका केही दफाहरू संशोधन गर्न हामीले विशेष प्रस्ताव पारित गर्नुपर्ने हुन्छ भने अरु केसमा हामीले साधारण प्रस्ताव पारित गर्दा हुन्छ। अब यो विशेष प्रस्ताव र साधारण प्रस्ताव भनेको के हो भन्ने विषय हामी अर्को भिडियोमा चर्चा गर्छौं र हामीले यी प्रस्ताव पारित गरिसकेपछि हामीले एउटा संशोधित प्रबन्ध पत्र बनाउँछौं। हामीले प्रबन्ध पत्रको कुन दफा परिवर्तन गर्छौं त्यो दफा यहाँ खुलाउँछौं र त्यो दफामा संशोधन भएका कुराहरू हामीले एक एक गर्दै यहाँ लेख्नुपर्ने हुन्छ। त्यस्तै गरी नियमावलीको नियम संशोधन गर्दा कुन नियम संशोधन गर्ने हो हामीले त्यो नियम यहाँ उल्लेख गर्छौं र त्यो नियमभित्र के कुराहरू हामीले संशोधन गर्यौं त्यो संशोधित कुराहरू हामीले यहाँ उल्लेख गर्छौं र संशोधित नियमावली तयार भइसकेपछि हामीले 3 माहले विवरण बनाउनु पर्ने हुन्छ। 3 माहले विवरणमा हामीले प्रबन्ध पत्रको दफा हामीले यहाँ दफा नम्बर लेख्छौं र संशोधनको 3 माहलेमा यहाँ हामीले संशोधन गर्नु अगाडि के थियो त्यसको व्यवस्था र संशोधनपछि त्यसको व्यवस्था के रहन्छ र हामीले संशोधन किन गर्दै छौं त्यो कुरा खुलाउनु पर्ने हुन्छ। त्यस्तै गरी नियमको पनि हामीले साबिकमा के थियो र संशोधन पश्चात हालको व्यवस्था के रहन्छ र संशोधन गर्नुपर्ने कारण के छ हामीले यो हरेक नियम वाइज यहाँ राख्नुपर्ने हुन्छ भने हरेक दफा वाइज
हामीले यो विवरणहरू तयार गर्नुपर्ने हुन्छ। यदि हामीले एकै पटकमा 2-3 वटा नियम संशोधन गर्यौं भने, जस्तै हामीले नियम 6 संशोधन गर्यौं भने यो नियम 6 को लागि एउटा बन्छ भने यसको तल फेरि नियम 7 को लागि अर्को तयार यसरी सेम यही फर्मेटमा अर्को नयाँ थप गरेर 3 महले तयार गर्नुपर्छ। त्यसपछि हामीले यी सबै कागजात तयार गरिसकेपछि कम्पनी रजिस्ट्रारको कार्यालयलाई हामीले एउटा निवेदन दिनुपर्ने हुन्छ र यो खाकामा हामीले निवेदन लेख्न सक्छौं, जसमा हामीले कुन मितिको विशेष साधारण सभाको प्रस्ताव अनुसार हामीले संशोधन गर्न खोजेका हौं त्यो मिति यहाँ खुलाउँछौं। त्यसपछि यहाँ सञ्चालकको नाम लेख्छौं, यहाँ सञ्चालकको साइन हुन्छ र हामीले कम्पनीको छाप पनि लगाउनु पर्ने हुन्छ र यी सबै कागजातहरू कम्पनीको लेटर हेडमा तयार गर्नुपर्ने हुन्छ। निवेदन तयार गरिसकेपछि यदि सञ्चालक कम्पनी रजिस्ट्रारको कार्यालयमा यसलाई प्रोसेसिङ गर्न आफै जान सक्छ भने यो कागजात आवश्यक रहेन। यदि सञ्चालक आफै जान सक्दैन भने उसले एकजनालाई अख्तियारी दिनुपर्ने हुन्छ र त्यो अख्तियार कसको नाममा दिने हो त्यसको नाम यहाँ रहन्छ। त्यसपछि उसको दस्तखत यहाँ रहन्छ। त्यसपछि यहाँनिर सञ्चालकको नाम, सञ्चालकको दस्तखत, त्यसपछि यसमा पनि कम्पनीको छाप आवश्यक रहन्छ। यी सबै हामीले आज तयार गरेका सबै कागजातमा कम्पनीको छाप आवश्यक रहन्छन् र यी सबै कागजातहरू कम्पनीको लेटर हेडमा तयार गर्नुपर्ने हुन्छ। त्यस्तै गरी अख्तियारवालाको एउटा फोटो आइडी लिएर जानुपर्ने हुन्छ र यति सबै कागजातहरू तयार गरिसकेपछि हामीले यसलाई स्क्यान गरेर पीडीएफ तयार गरेर ओसिआरमा अपलोड गरेपछि हामीले कम्पनी रजिस्ट्रारको कार्यालयमा गएर यसलाई प्रोसेसिङ गराएर हामीले प्रबन्ध पत्रको दफा र नियमावलीको नियम संशोधन गर्न सक्छौं र हामीले आज छलफल गरेका कागजातहरू डिस्क्रिप्सन बक्समा राखिदिन्छौं। यदि यहाँहरुलाई आवश्यक रह्यो भने त्यो लिंकमा गएर त्यसलाई डाउनलोड गर्न सक्नुहुन्छ र प्रयोग गर्न सक्नुहुन्छ। आजको भिडियो यहाँहरुलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक गर्न नभुल्नु होला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब र शेयर गर्न नभुल्नु होला। धन्यवाद।